सर्वप्रथम त सिद्धु भाइलाई धन्यवाद, उहाँले समय निकालेर आइदिनु भयो हाम्रो यो प्रोग्रामलाई एटेन्ड गर्नुको लागि। यो अर्गनाइज चाहिँ हामी भानुभक्त महिला समूहद्वारा हुँदैछ। हाम्रो योसँग दोस्रो पल्ट हो हाम्रो यो प्रोग्राम। अन्त यो अर्गनाइज चाहिँ हामीले भानुभक्त महिलाकै द्वारा हामी गर्दैछौँ र यसको विषय चाहिँ हामीले किन यो हामीले नारी दिवसको चाहिँ हामीले आज यो निकाल्यौँ भनेर यसरी गर्दैछौँ भन्दाखेरि चाहिँ हाम्रो बितिसकेको अब कतिजना आमाहरू त बितेर जानुभयो, तर हामीभन्दा अझै सिनियर यहाँ जति पनि हामीले आज डाकेका छौँ आमाहरू, निकै वृद्ध अवस्थामा भएको आमा बोजूहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुन्छ होइन, उहाँहरूले बहुत समय दिनुभयो हामीलो पालन पोषण हाम्रो समाजको लागि योगदान दिनुभयो। उहाँहरूलाई अगाडि सायद यो खालको सम्मान भयो भएन हामीलाई थाहा भएन, तर आज हाम्रो यो प्रयासमा हाम्रो दिदीबहिनीको प्रयासमा चाहिँ हामी आफूमा त हामी एकअर्कामा मनाउँछौँ यो सेलिब्रेसन गर्छौँ, तर हाम्रो आमाहरूको लागि सोच्ने मान्छे हुँदैन। त्यही भनेर चाहिँ आज हामी यहाँ कमिटीको द्वारा चाहिँ हामीले यो एउटा निर्णय लियौँ कि होइन हाम्रो आमाहरूलाई पनि बोलाएर उहाँहरूलाई सम्मान दिउँ, साथै उहाँहरूलाई 2-4 मिनटको खुसी दिउँ हामीले भन्ने चाहिँ हाम्रो एउटा उद्देश्य। साथै उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। उहाँहरूले आफ्नो सबै काम पन्साएर कतिजना बिमारी हुनुहुन्छ त्यो सबै नहेरेर उहाँहरू अगाडि आइदिएर हाम्रो यो प्रोग्रामलाई सफल बनाइदिनु भयो भन्दै मेरो वक्तव्य यहीँ राख्दैछु। म अरुणा दिदीलाई म पुनम प्रधान, म भानुभक्त मन्दिर कमिटीको अध्यक्ष हो। म भाइ आइदिनु भयो आज वुमेन्स डेको उपलक्ष्यमा अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज हामी पनि एउटा भानुभक्त समाजको सम्पूर्ण दिदीबहिनीहरू मिलेर एउटा सानो अर्गनाइजेसन गर्दैछौँ। यो गरेको हामीले विगत सालदेखि गरेको 2 वर्ष भयो र हाम्रो भानुभक्त समाजको महिला दिवस मनाउनुको मेन उद्देश्य चाहिँ हाम्रो जति पनि वयोवृद्ध भएर उमेर पाकिसकेको आमा आन्टीहरू हुनुहुन्छ है, उहाँको जीवनमा उहाँहरूले धेरै सङ्घर्षहरू गर्नुभयो, समाजको लागि गर्नुभयो, घरको लागि गर्नुभयो, छोराछोरीहरूको लागि गर्नुभयो। तर अब उपलब्धि धेरै उपलब्धि गर्ने महिला नारीहरूलाई त धेरै जग्गा सम्मानहरू पाइन्छ, उहाँहरूले एउटा प्लेटफर्म पाएको छ है, उहाँहरूको उपलब्धिको एउटा सबैले नै मान सम्मान गर्छ। तर यी हाम्रो उमेर भएको हाम्रो सिनियर सिटिजन आन्टीहरू आमाहरू हुनुहुन्छ जो चाहिँ हाम्रो समाज गाउँघरमा देख्नुहुन्छ तपाईँहरूले, उहाँहरूले समयमा धेरै नै योगदानहरू दिनुभएको छ, समय दिनुभएको छ समाजको लागि, आफ्नो परिवारको लागि, आफ्नो छोराछोरीको लागि। र उहाँहरूलाई चाहिँ हामी यस वुमेन डेको मार्फत उहाँहरूलाई पनि बोलाएर उहाँहरूले गर्नुभएको योगदानको सम्पूर्ण त हामीले उनीहरूलाई फिर्ता गर्न सक्दैनौँ है। हामीलाई आज बाटो देखाउनु भयो समाजमा राम्रो चल्ने हिँड्ने डुल्ने, उहाँहरूलाई यो सम्पूर्ण फिर्ता गर्नु नसके नि सानो एउटा प्रोग्राम गरेर उहाँहरूलाई खदामाला मिठाई जुसहरू खुवाएर चाहिँ उहाँहरूलाई पनि उहाँहरूको कदर हामी गर्दैछौँ है भनेर चाहिँ जानकारी दिलाउनु हामीले आज यहाँ राखेको छौँ। र यसै तपाईँको च्यानल मार्फत हामी सम्पूर्ण विश्वकै नारी महिलाहरू जति पनि दिदीबहिनी हुनुहुन्छ, वृद्ध आमाहरू हुनुहुन्छ है, उहाँहरूलाई पनि भानुभक्त समाजको सम्पूर्ण नारी समूहबाट धेरै धेरै शुभकामना। महिला दिवस अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा भन्दै म तपाईँलाई धन्यवाद दिँदैछु। धन्यवाद। मेरो नाम अरुणा त्रिखात्री, म भानुभक्त समाजको मन्दिर कमिटीको सेक्रेटरी हो। अग्रसर भएर जुन गरिँदै आएको 2 वर्ष भयो र यो 2 वर्षमा जति पनि हाम्रो नारीहरूको सम्मानमा कार्यक्रम भइरहन्छ त्यसको निम्ति उहाँहरूको एकदमै योगदान रहेकोले गर्दा ती सबै नारी दिदीबहिनीहरूलाई म भानुभक्त समाजको तर्फबाट तपाईँहरूलाई एकदमै मुरी धन्यवाद दिँदै अनि हाम्रो बुजुर्ग नारी आमाहरूलाई विशेष गरी नारी आमाहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु कि तपाईँहरू यसरी सालमा एकपल्ट हामीले यहाँ नारीहरूको सम्मानमा केही गर्न पाइरहेको छौँ। यो नै हाम्रो लागि ठुलो कुरो हो र विशेष गरी यो जुन प्रथा छ तपाईँको नारी दिवस मनाउने, नारी दिवस पालन गर्ने जुन एउटा प्रथा हामीले सुरुदेखि नै जुन सुरु गरेर आएको र भानुभक्त समाजले चाहिँ यो 2-3 वर्षदेखि नै यसलाई पालन गर्दै आइरहेको छ। यसरी हामीले जमघट भएर एकअर्कामा हाम्रो माया, एकअर्कामा हाम्रो सदा हामीले प्रेम बाँडेर जुन यो सम्मान यो कार्यक्रम हामी आयोजना गर्छौँ यसको निम्ति पनि धेरै समय दिइराख्नु भएको छ। उहाँहरू सबैलाई नै आज म धन्यवाद दिन चाहन्छु कि हामी यसरी भेला हुन सक्यौँ
र सबैजना मिलेर यो समारोहलाई सफल बनाउन सक्यौँ र हाम्रो दिदीबहिनीहरू बिहानदेखि खट्नु भएको 2-4 दिनदेखि नै उहाँले हिजोदेखि कोही बजार सौदामा लाग्नु भएको थियो, कोही के गर्नु भएको थियो, कोही निम्तो पत्रमा लाग्नु भएको थियो। यसरी हामीले हाम्रो समाजमा वर्षेनी यो जुन नारीहरूलाई सम्मान दिने जुन कार्यक्रमको आयोजना गरिरहेको छौँ यो सबभन्दा ठुलो कुरो हो।